एसएनबी फ्याम आज चाहिँ म मेरो गाडी बेच्न जान लाग्थेँ। गाडी बेच्नलाई यसो गाडी निकाल्नु पर्यो भनेको त गाडी पुरै धुलै धुलो रहेछ। ल फर्स्टमा चाहिँ हामी बेच्नु अगाडि चाहिँ गाडी धुनुपर्ने हुन्छ र धुनलाई चाहिँ हामी कारखाना लाँदैछौँ है त। कारखाना जानु बित्तिकै चाहिँ मैले त्यहाँ यसो हेरेको त अब फोर्डको इन्डेभर भन्ने गाडी चाहिँ फुल पेन्ट भएर एसेम्ब्ली फेजमा रहेछ, सामानहरू एसेम्बल हुँदै रहेछ। अब यसलाई निकाल्नु पर्यो भनेर यसो हेरेको, ब्याट्री नै डेड रहेछ। ब्याट्री फेरि उकालाई जम्प स्टार्ट गर्नुपर्ने भयो। जम्प स्टार्टमा चाहिँ भाइहरूले यता केबलिङहरू मिलाउनु भयो ब्याट्रीमा र मैले चाहिँ भित्र गएर एक इग्निसन अन गर्दाखेरि चाहिँ गाडी ठ्याक्क अन भइहाल्यो। प्रायः धेरै दिनसम्म गाडी यसरी राख्दाखेरि चाहिँ टाइममा ब्याट्रीहरू डाउन हुने समस्या पनि हुन्छ। सो हामीले चाहिँ यसलाई अब जम्प स्टार्ट गरेर अब रेडी टु राइड भनेर मोडमा राखेछौँ। त्यसपछि हामी कामतिर लाग्यौँ। काममा चाहिँ हामीले आज पिपिजीको नयाँ क्लियरको चाहिँ हामी बारेमा कुरा छलफल गर्दैथ्यौँ अरुण दाईसँग। अनि कुरा गर्दै गर्दाखेरि हामी फिनिसिङहरू पनि हेर्दैथ्यौँ। यो ह्युन्डाईको टक्सन गाडी रेडबाट व्हाइटमा कलर चेन्ज, जिरालिक व्हाइटमा कलर चेन्ज गरिरहेछौँ। यो चाहिँ लगभग गाडी सकिन लागिसक्यो। अब विदिन अ विक चाहिँ यो गाडी निस्किने फेजमा छ हाम्रो। सो म चाहिँ अहिले ओभरअल फिनिसिङहरू हेर्दैछु र माइनर डिटेलिङहरू चाहिँ बाँकी नै छ अझै पनि गाडीमा, किनभने गाडी पुरै कम्प्लिटली फिनिस भएको छैन। त्यतिन्जेलसम्म उतातिर भाइहरूले गाडी पनि मजाले धोइरहनु भएको रहेछ। एकदम पानीहरू हालेर साबुनहरू पनि मजाले लगाएर गाडीलाई चाहिँ मायाले, अब बेच्नु अगाडि मायाले धुनु पर्यो भनेर गाडी चाहिँ धोइराख्नु भएको छ हाम्रो तब्रेज भाइले। सो साबुनहरू पनि मजाले लगाइसकेपछि चाहिँ मैले चाहिँ अब हाम्रो क्लाइन्ट पनि आउनु भएन, गाडी किन्ने क्लाइन्ट। अनि लास्टमा यसो गाडी सुकिसकेपछि मैले आफैले चारैतिर ओभरअलमा फिनिसिङ कस्तो छ भनेर यसो हेर्दाखेरि गाडी त साह्रै राम्रो, साह्रै माया लाग्दो है। अब आफूले चढेर गाडी के बेच्नु भनेर मैले पनि आजको दिनमा चाहिँ गाडी पनि बेचिनँ र म त्यही हिसाबले अब घर पनि